ल फेरि पनि वेलकम छ मेरो नयाँ भ्लगमा हैन। आज चाहिँ माछा मार्न यसले माछा मार्छ, म त्यही हेर्छु। के पानी पर्छ कि क्या हावा छ? पर्छ भाइ पानी? पानी पऱ्यो भने दुत्रुकै बित्छ। माछा मार्ने अगाडि दुई दाजु आज चाहिँ माछा हन्टिङ। हिजो यसको मामा घरमा कसम भनेको मैले फोन चार्ज थिएन कि, त्यही भएर नभएको यत्रोमा पारतिर हानेको। मैले भ्लग गरे बेला फेरि जिन्दै पार्दैन, फोन नलिकन त्यसै हाउडा त लगाएर यत्रो पार्छ मेरो यिनीहरू। यस्तो छ नि। ल आज चाहिँ माछा भने धेरै ठुलो हुँदैन। यहाँ त खोला चाहिँ यत्रो छ, म चाहिँ कोदाली बोकेर हिँड्दा छु। मेरो काम चाहिँ बोक्ने, मार्छ त्यसले, म खानी मात्र हो मेरो काम त। खानी काम हो। मकै सकेछ है फेरि हाम्रोमा त। यहाँ जङ्गल जस्तो छ टक्क लाएर। अब ल धेरै के बोलिरहनु, एकैचोटि अब टक्क त्यहाँनिर जान्छु माछा मार्ने। थुन्ने बेला थुनिसकेपछि के थुन्ने बेला भ्लग हान्छु है त। मुर्रा देखे ल यहाँनिर एउटा भयो त। यहाँ खोला त अनि माछा नदेख्ने आएर चाहिँ यस्तो धमिलो आएको छ त खोला त। अनि अब कसरी मार्ने यस्तोमा? बाटो नि हेर कस्तो छ फेरि, बाटो नि हेर। यो कुलोमा चाहिँ हामीले बच्चा बेला डेन्जर पौडी खेलेको है। अहिले त हेर सर्व सही क्या कहाँनिर यो माछा होला त नि। अब यो थुन्नी भन्छ यो त। यो है यति ठाउँ थुन्नी भन्छ। अब खै मर्छ मर्दैन थाहा छैन माछा चाहिँ होइन। जे भए पनि थुनीहरू मरेछ भने अब देखाउनु पऱ्यो, ठाउँ खोज्नु पऱ्यो पहिला। कहाँबाट थुन्यो है? हाम्रो थुन्नी नआउँथ्यो, अगाडि हिँड्दैछ उ चाहिँ। प्लास्टिक ए यत्रो त रहेछ ठाउँ। यता कर्दैन र छ त ढुङ्गाहरू यहाँ। ए ल यतै थुनिदिउँ न त। अब म एकछिन फोन अड्डाएर जानु पर्यो है त। अब यहाँ ल है त, म त्यो अब यहाँ टक्क खोला थुन्न गएँ। अब ल त्यहाँ चाहिँ मेरो काम चाहिँ सकियो। मैले घर लाउनु भने मलाई यति हो है। थुनिदिसकेँ, थुनिदिसकेँ। माछा हेर्नु पऱ्यो, माछा चाहिँ छैन। रहेछ माछा। ओ सेट माछा थियो यहाँनिर, मैले समाउन सकिनँ। के माछा पर्किसक्यो हाम्रो माछा पक्रियो है, पक्रियो। ओ यो माछा जिउँदैछ। यही नहीं, अभी और सुनिए।
माछा परिसक्यो हाम्रो यहाँ माछा ओइ यहाँ पनि माछा रहेछ अब बाल्टिन कति भरिन्छ हेरौँ है त हामी पनि अब आज हन्टिङ मारे सानो ठाउँमा हन्टिङ छ ल अब एकछिन यहाँनिर अझै कता कताबाट पानी लिक भएर हेर्छु त्यसपछि भेट्छु तपाईँहरूसँग गर्मी भयो लास्टै ल बाई बाई ल स्पेस फुल भएर माछा छ है माछा छ मैले बाल्टी माछा परिसक्यो है मैले यहाँ भ्लगको लागि गेम सेम सब प्लेट हानेर आइदिएँ नि यति माछा भयो टक्क लाएर अब रेडी हुन्छ अझ यहाँ देखिस् चप्पल हटा तेरो एउटा गँडै राख्नु भयो छैन क्या माछा चाहिँ मारेपछि छोड्नु हुँदैन कहीँ पनि मेहनत जारी छ उसको माछा सब तल झरेछ यहाँ बच्चा नि मैले त बच्चा नि समाउन सक्दैन हौ यहाँ माछा उफ्रिरहेको छ हेर्नु न यहाँ माछा उफ्रिएको यो पानी छैन माछा सब तल झरेछ अब यो उल्छेपछि एकैचोटि के ल्याङ हाल्नु होइन छोटो होस् मिठो होस् ब्लक पनि माछा मर्छ टक्क अनि त्यसपछि पकाउने बेलामा ब्लक बनाउँछ है पसिनाले कुसमुकुस भइसक्यो ल यहाँनिर मैले एउटा माछा पकडे ला ओए 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 ल ल ल राँडाको बान्त ए सरी ए हाम्रो मात्रै ठुलो पाउँदैन यत्रै हो एउटा चाहिँ ठुलो परेको छ ऊ त्यहाँ यति हो अरू त छैन अब अरू नै हुनसक्छ यहाँनिर माछाले सब तलतिर ओर्लिसक्यो जस्तो लाग्यो मलाई यति त भयो त्यत्रो पोखरी उल्छ्यो यो उल्झिन सक्दैन त्यहाँ माछा पनि छैन होला कासिँदै तल पोखरी उल्छ्यो नि अब पसिना पतक पतक भइसक्यो यहाँ छ क्या यहाँ होला नि डात हाल्दै हेरिदिउँ ऊ कसरी उल्छिन्छ एउटा भाउटले भ्लग गराएको छु ल ल यो उल्छेपछि भेटौँ है मलाई त औडै लाग्यो यहाँ एउटा हातले उल्छिनु त्यत्रो उल्छे होइन माछै भेटेन ओए यो त भागिरह त ल ओए कति गयो माछा कहाँ रहेछ त्यहाँ माछै छैन जस्तो छ
सेट यहाँ एउटा माछा थियो ओइ 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 गङ्गटो त के हो गङ्गटो त पक्लक पक्लक उहाँ छ त्यहाँ छोडिदियो उहाँ छ ए बाल्टिनमा हालिदिउँ गङ्गटो माछा नि त्यहाँ कहाँ छ यसले कुन चाहिँ हिल्लै हिलो भएछ अब त्यो माछा म चाहिँ माछा टिप्ने काम मात्र हो मेरो त साला माछा त्यहाँ पहे खै खै यति यस्तो हिलोमा चाहिँ के हुन्छ भने हिलो बनाएपछि माछा टक्क माथि आउँछ होइन उता कुनामा हो उहाँ कुनामा हो त्यही कुनामा छ जिउँदैछ के गरे माछा हल्ला त हल्ला खुट्टै हिलो भयो हल्ला त लोकल स्टाइलमा माछा है फेरि पुरा नि लोकलमा यसमा नि लोकल ठाउँमा किन्छ लोकल मात्रै पाइन्छ ओ माछा त ल के हो बाहिर छ त अनि यहाँ त ल त्यही पनि भगाएँ क्या मैले हेर न यहाँ माछै पाखामा छ अहिले त यस्तो नि हुँदो रहेछ है केटा माछै पाखामा अब त ल पानी सुक्न थालेपछि त यहाँनिर हात हाल्नु पर्यो है होला त यहाँ छ कि माछै नाखा छ के मोबाइलभरि परिसक्यो कि हो केडा हो व्याक व्याक ल अब यो नै लास्ट पोखरी हो माछा चाहिँ खासै मर्दैन जति सोचे जति होइन मोबाइलमा स्पेस पनि छैन सबै एप डिलिट हानिसक्यो कस्तो फुल भइरहेछ भने माछा सुटेर यहाँ माछा त हुनुपर्ने हो यार माछा त हुनुपर्ने हो यार एकैचोटि भेटौँ मैले फेरि यसमा नि स्पेस पुग्दैन होला माछाहरू खेल्ला छ अब यहाँ माछा लास्ट पानी सुकाइसिन भेट्छु म यस्तो ढुङ्गामा माछा पल्टिन्छ त्यसले त्यहाँ ढुङ्गा पल्टाउँदैछ यस्तोमा माछा बसिदिन्छ टक्क लाएर भन्दा भन्दै माछा भएको केडा हो माछा है अझै यहाँ माछा छ के हो किरा है माछा हो किराको रहेछ माछा भन्दा बढी किरा भेट्छ नि रिस उठ्छ
अर्को पनि माहलो पर्छ ओ माई गड उइमा ठुलो छ यार ल ल एकैछिन फेरि अर्को माछा पक्रिसक्यो हल्का ठुलो साइजमा माछै भएन केटा हो यति भने झर्दैछ माछा अब यही लास्ट पोखरी हो कि यसपछि त छैन माने ठाउँ छ त्योभन्दा अरू अब यहाँ पनि माछा मऱ्यो भने चाहिँ तल एक्लै गइन्छ है अलिक पुगेन भने किरादेखि डर लाग्छ यो उल्सी कि उल्सी भन्ने त्यहाँ माछा उफ्रिरहेछ हेर माछा केटा हो पकड माछा हेर कडा पकड न माछा छ त्यहाँ त्यत्रो हिँडिरहेछ तँलाई माछा भएन भने होइन बाल्टी नि लिएर आउँछु ओइ माछा अब त ऊ किरा उल्सी त छ यहाँ छ के जुनमा त अनि माटो मात्र छ त खेलाडी नै आउनुपर्छ जस्तो त माछा मार्न मादर कुल्ली माछाले मलाई भर्खर सरप्राइज हानेर गयो कसम भने एउटा हातमा फोन भएर हो यहाँ मेरो हात पह यहाँ थुनौँ पहिला एक लड है एकैचोटिमा है अब चाहिँ एकैचोटिमा त्यो बुत्रुको उफ्रिने काम हो पानी भर्दैछु पकड है ठुलो माछाले झुल्याइदिइसक्यो आफूलाई यहाँ ल माछा झरेर छ मैले त मार्नै पर्दैन सानो ठाउँ छ ऊ पकक झुलमा त छैन होला ल माछा केडा हो माछा औ बोली गजब बेइज्जती है छोडेला मैले छोड्न म पकाउँछु कि कन्टेन्ट कडाओ मेहनत काम लागे डुडेलले सर्व भन्दा डुडेलले यसको म साइज देखाउँछु तपाईँहरूलाई ल डेन्जर भागिदिन्छ नि फेरि हो त ल कन्टेन्ट मेहनत एउटा यो नपारमा यसको मासु डेन्जर मिठो हुन्छ नि फेरि सर्पो भन्थाने रे यार ओइ हामी माथि त ठुलो ढुङ्गै पल्टाएन त है पल्टाउनु पर्छ क्या ल यत्रो ओइ कस्तो उफ्रियो त
यत्रो यत्रो पाउने सिजन छैन क्या अहिले यो सिजनको बेला हान्दा यो त बाल्टी नै भरिन्छ कि यहाँ एउटा माछा हेर यहाँ तुल्के हेर न म तुल्केल त साइज हेर न साइज केटा माछाको खुसी लाग्यो सक्यो म एकलट माथि चेक हानेर आउँछु छ कि छैन डुडेले भन्छ त्यसलाई हाम्रै अरू ठाउँमा चाहिँ के भन्छ इङ्ग्लिसमा त क्याटफिस भन्छ क्या अरे होइन त्यही हो अब माथि माथि हेरौँ एकलट त्यसपछि चलिदिनु पऱ्यो अब हामी पनि अर्को ठाउँमा सायद माछा मार्न जाने होला सब ठाउँमा आरेको ठाउँ हेरौँ पानी जम्दै जम्दै आइसक्यो कहाँबाट छ माछा माछा छैन अब माछा नभएपछि यो नि अब यता चाहिँ केटाहरूले मारेपछि किन नखोल्या भन्ला होइन अब यस्तो हो कि यता खोलिदिएको छ नि त अब यो लट यसमा यता हतापत्ता माछा आउँदैन त्यही भएर यो चाहिँ अब टक्क पानी पर्छ आज फिक्स पानी पर्छ पानी परेपछि आफै भलले पानी आउँछ कि त्यसपछि त्यो खोलिदिन्छ हामीले त्यो ढुङ्गा त युज गरेर होइन त्यो गेगरै गएर मात्र हो त्यही भएर यस्तो प्लास्टिक हानेर थुनेको ठाउँ भयो भने चाहिँ हामीले उ गरिदिन्छौँ खोलिदिन्छौँ अब त्यही भएर हो माछतिर माछा छैन माछा सक्यो यहाँ भएको टक्क उहाँहरूको खोज्दैछ अझै पनि माछा लिएरै छ कि खै कति भयो कहाँनिर माछा माछा त अझै छ त ओ भगोला चाहिँ आउनुपर्छ पर्दैन मार्छु त्यसले यहाँ हिल्यो यहाँ हिल्यो होला यार माछा हेर त हेर त एकछिन मारु ए केटा माछा ल हेर आम्मा यो ढुङ्गा पल्टाउनु पर्ने ढुङ्गा पल्टाएर भेट्छु ल माछा यहाँ बसिरहेको रहेछ हामी त्यो माछा कहाँ गयो भन्छ हामीलाई त्यो छ अझै छ सँगिनु त एकछिन यस्तो यस्तो भेट्छ फेरि यहाँ त्यही यत्रो यत्रो भेट्छ माछा झिक्दैछ ओइ ल ल ल माछा कहाँ बोक्सी किन लाग्यो भने त यो किराले हात हाल्ने डर लाग्ने बनाइदिन्छ कि किराले किरै किरा छ यार यहाँ त अहिले त त्यही भने यहाँनिर चाहिँ ऊ त्यो ठुलो साइजको छ नि त्यस्तै हुनसक्छ सर्प पनि हुनसक्छ पानी पर्न सुरु भयो मान्छेहरू उता घाँस काट्न आउँदैछन् हामी यहाँ माछा मार्दैछौँ लुगाहरू लिएर ल पानी परिसक्यो अब त्यस्तो गर्नु होइन हामी त्यस्तो गर्दैन ल घर चल्दैन अब होइन त पानी पर्दैन अरे यो तल नि हेरेर जाने हो जाली कसले बोक्छ माछाले जाली चाहिँ माछामै हाल्नु पानी लट्या आयो त कहाँबाट हाम्रो माछा मार्ने मेन दुःख त उसले गर्छ है म त यसो फाटाफुटुक हिँड्ने मात्र हो
म त भ्लग बनाउन आएको कहाँ माछा त क्या लुकेर बस्दो रहेछ छैन भाइ अहिले जस्तो हिजो पल्टिछ भनेर हेरेको होला ल पानी पर्न थाल्यो फोनमा कभर लगाएको छैन मैले टेम्पर ग्लास पनि छैन अब एकैचोटि तल माछा मार्ने ठाउँमा पुगौँ त्यहाँनिर रहेछ भने मारी नभए घर घरमा माछा धोको बेला भेट्नुपर्छ बाई बाई मुर्रा हामीले मार्न आउने भन्ने ठाउँ त यो थियो यहाँ थुनिसकेछ पहिले अर्कैले थुलेर मारिसकेछ त्यही भएर अब हामी हाम्रो निर्णय के भयो भने घर फर्किने दाग लागे क्या अब चल्दै घरतिर यता बबिस ए के हो यस्तो यो अब मकै के अरे एउटा गीत थियो त मकै बारी दर्याम दर्याम सर्पले टोक्यो भने माछाले कस्तो कस्तो बाटो लिएर हिँड्छ कन्टेन्ट पाउँछ कि क्या अब पछाडिको म त्यसरी लडेँ हो क्या अहिले गाउँको मान्छेले फेरि चोरायो चोर भन्दा नि हेर न माछा मार्नेको लुगा हालत म नुहाएर तेरि नुहाएर बसेको थिएँ छोड्दै मेरो ब्लग गाउँकोले हेर्दैन छोड्दै ठुक्क कता भएको होइन रीति घर यता होला रीति घर त्यहाँ माथि त्यही हो जङ्गल घरबाट कुखुराको फरी उठाउने मान्छे ऊ हो नि फेरि जङ्गलमा लेग पिस पोलेर खाने हो नि चोर्दैन मेरै हो डिस्टर्ब हाल्यो ल छोड त पाहामु पोल्यो हुन्छ त दुईटा भयो आफ्नै हो सबै मैले तँलाई बेचेँ होइन यस्तरी हिँड्नुपर्छ एरियाले खतरा पाक्छ कि यार रातभरि सुत्न सक्दैन फेरि पोलेर प्लास्टिक मलाई जस्तो च्याप्थ्यो भने अहिले ल अब एकैचोटि घर आइपुग्दा हाम्रो घरको त्यहीँ हो उसको घर टक्क लाएर अब हात खुट्टा धुम त्यसपछि अब एकैचोटि अब बेलुका कि त अब आछा धुम बेला भेटेर होइन नभए भ्लग अहिले हिँड हान्दिउँ धेरै लामो हुन्छ भ्लग चाहिँ सो त्यसैले यो भ्लगलाई यहाँ हिँड हानौँ टाटा बाई बाई टेक केयर सबैजना राम्ररी बस्नु होला लाइक सेयर सब्सक्राइब चाहिँ हान्न बिर्सिनु भएन है कहिले पनि फ्रीको चिज गर्नु हुँदैन तपाईँको एउटा सब्सक्राइबले मलाई धेरै के भन्छ त्यो मोटिभेसन हुन्छ त्यसैले ल अब यसरी हान्नु भने अब हातमा प्लास्टिक छ त्यही नै हान्दिउँ न तैँले ल बाबा सायनारा